राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा घटेका 150 भन्दा बढी समसामयिक घटनाक्रमहरूलाई परीक्षाको दृष्टिकोणबाट प्रश्नोत्तर शैलीमा तयार पारी यस भिडियोमा प्रस्तुत गरिएको छ। यदि तपाईँ बुक सेवाको तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि अत्यन्तै लाभदायी हुनेछ। तसर्थ यो भिडियोलाई स्किप नगरेर अन्त्यसम्म हेर्नुहोला। आउनुहोस् भिडियोको सुरु गरौँ। नेपालको पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका कुन हो? ज्वालामुखी गाउँपालिका धादिङको नेपालको पहिलो नमुना तथा स्वच्छ गाउँपालिका हो। भारतीय गायिका आशा भोसलेको निधन कहिले भयो? विक्रम सम्वत 2082 साल चैत्र 29 गते, अर्थात् सन् 2026 अप्रिल 12मा उनको निधन भएको हो। सन् 2026 को अन्तर्राष्ट्रिय आरोग्य दिवसको नारा के तय गरिएको छ? ह्याप्पिनेस, पिस, हेल्थ एन्ड प्रस्पेरिटी। ह्याप्पिनेस, पिस, हेल्थ एन्ड प्रस्पेरिटी भन्ने नारा तय गरिएको छ सन् 2026 को अन्तर्राष्ट्रिय आरोग्य दिवसको नारा। सन् 2026 अप्रिल 15मा सार्वजनिक गरिएको विश्वका 100 प्रभावशाली व्यक्तिको सूचीमा नेपालका कुन व्यक्ति पढ्न सफल भएका छन्? बालेन्द्र शाह पढ्न सफल भएका छन् विश्वका 100 प्रभावशाली व्यक्तिको सूचीमा। गोरखापत्र प्रकाशनीका लागि थपिएका 47औं र 48औं भाषा कुन कुन हुन्? हायु र सन्थाल। हायु र सन्थाल भाषा 47औं र 48औं भाषा हुन् जुन गोरखापत्र प्रकाशनीका लागि थपिएका हुन्। बानिरा शङ्कर पुरस्कार 2082बाट सम्मानित हुने व्यक्ति को हुन्? मुनिसाक्य। मुनिसाक्य बानिरा शङ्कर पुरस्कार 2082बाट सम्मानित हुने व्यक्ति हुन्। विक्रम सम्वत 2082 को 10औं स्वास्थ्य बिमा दिवसको नारा के तय गरिएको छ? राज्यको लगानी नागरिकको योगदान, स्वास्थ्य बिमा साझा अभियान। राज्यको लगानी नागरिकको योगदान, स्वास्थ्य बिमा साझा अभियान भन्ने नारा स्वास्थ्य बिमा दिवस 2082 को लागि तय गरिएको हो। सन् 2026 को विश्व अटिजम जागरुकता दिवसको अन्तर्राष्ट्रिय नारा के रहेको छ? अटिजम एन्ड ह्युम्यानिटी एभ्री लाइफ हेज भ्यालु। अटिजम एन्ड ह्युम्यानिटी एभ्री लाइफ हेज भ्यालु भन्ने अन्तर्राष्ट्रिय नारा तय गरिएको छ सन् 2026 को विश्व अटिजम जागरुकता दिवसको लागि। विक्रम सम्वत 2082 चैत्र 27 गते उपसभामुख पदमा निर्वाचित हुने व्यक्ति को हुन्? रुबी कुमारी ठाकुर। रुबी कुमारी ठाकुर 2082 चैत्र 27 गते उपसभामुख पदमा निर्वाचित भएकी हुन्। लोकसेवा आयोगको 6ठौं राष्ट्रिय सम्मेलन 2082 कहाँ सम्पन्न भयो? कास्की पोखरा। कास्की पोखरामा 6ठौं राष्ट्रिय सम्मेलन 2082 सम्पन्न भएको हो लोकसेवा आयोगको। विश्व खुसी सूचकाङ्क 2026मा नेपाल कतिौं स्थानमा रहेको छ? 79औं स्थानमा रहेको छ विश्व खुसी सूचकाङ्क 2026मा नेपाल। साफ U20 च्याम्पियनसिप 2026 को विजेता राष्ट्र कुन हो? बङ्गलादेश। बङ्गलादेश रहेको छ साफ U20 च्याम्पियनसिप 2026 को विजेता। नेपालमा ई पेन्सन भेरिफिकेसन अर्थात् ई पेन्सन प्रमाणीकरण प्रणाली शुभारम्भ कहिलेदेखि भएको हो? विक्रम सम्वत 2082 साल चैत 27 गतेदेखि शुभारम्भ भएको हो ई पेन्सन भेरिफिकेसन प्रणाली नेपालमा। वनस्पति दिवस 2082 को नारा कुन रहेको छ? समृद्धिका लागि वनस्पति भन्ने नारा रहेको छ वनस्पति दिवस 2082 को। 2082 सालमा कतिौं सहकारी दिवस मनाइएको छ? 69औं सहकारी दिवस मनाइएको छ 2082 मा। विश्वकै सबैभन्दा ठूलो डिजिटल अभ्यासको रूपमा हालसालै कुन मुलुकमा पुनः डिजिटल अर्थात् कागजविहीन जनगणना सुरु भएको छ? भारतमा। भारतमा सुरु भएको छ कागजविहीन जनगणना सुरु अर्थात् पुनः डिजिटल जनगणना सुरु। हालसालै देखाएको कुन दक्षिण पूर्वी एसियाली मुलुकमा ऊर्जा सङ्कटकाल घोषणा भएको हो? फिलिपिन्समा। फिलिपिन्समा हालसालै मात्रै ऊर्जा सङ्कटकाल घोषणा भएको हो। राष्ट्रिय भेटनेरी सम्मेलन 2026 कुन जिल्लामा आयोजना भएको छ? रूपन्देही।
रूपन्देही जिल्लामा राष्ट्रिय भेटनरी सम्मेलन 2026 आयोजना भएको हो। विश्व व्यापार संगठन WTO को 14औं सम्मेलन कहाँ सम्पन्न भयो? याउन्डे क्यामरूनमा WTO अर्थात् विश्व व्यापार संगठनको 14औं सम्मेलन सम्पन्न भएको हो। आर्थिक सर्वेक्षण 2081-82 अनुसार हाल नेपालमा जम्मा राष्ट्रिय गौरवको आयोजना कति रहेका छन्? 27वटा रहेका छन्। 27वटा रहेका छन् आर्थिक सर्वेक्षण 2081-82 का अनुसार। योभन्दा अघि 24वटा राष्ट्रिय गौरवका आयोजनाहरू रहेका थिए भने 2081-82मा 3वटा राष्ट्रिय गौरवका आयोजनाहरू थपिए। सन् 1972 अर्थात् 50 वर्षपछि पहिलो पटक चन्द्रमाको नजिकै सतहमा पुग्ने मिसनको नाम कुन हो? आर्टेमिस II मिसन रहेको छ। जगदम्बा श्री पुरस्कार 2081 प्रेमदेव गिरीले प्राप्त गरेका हुन् भने मदन पुरस्कार 2081 को विजेता को हुन्? उर्माल कृतिका लेखक छुदेन काबिमो। उर्माल कृतिका लेखक छुदेन काबिमो मदन पुरस्कार 2081 का विजेता हुन्। सन् 2024 जुलाई 17मा 183औं देशको रूपमा नेपालसँग दैत्य सम्बन्ध कायम गर्ने पछिल्लो मुलुक कुन रहेको छ? किरिबाटी। किरिबाटी 183औं देश हो जुन नेपालसँग दैत्य सम्बन्ध कायम गर्ने पछिल्लो मुलुक हो। आर्थिक वर्ष 2081-82 का अनुसार विद्युत जडित क्षमता कति मेगावाट रहेको छ? 3602 मेगावाट विद्युत जडित क्षमता रहेको छ आर्थिक वर्ष 2081-82 अनुसार नेपालमा। सुमनराज अर्याल नेपालका कतिऔं मुख्य सचिव हुन्? 29औं मुख्य सचिव हुन्। 29औं मुख्य सचिव हुन् सुमनराज अर्याल। जलवायु परिवर्तन र वातावरण संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन COP30 सम्मेलन सन् 2025 नोभेम्बर 10 देखि 21 सम्म कहाँ सम्पन्न भएको हो? ब्राजिलमा सम्पन्न भएको हो COP30। ब्राजिलमा सम्पन्न भएको हो COP30 सन् 2025 नोभेम्बर 10 देखि 21 मा। 2082 साल जेठ 2 गतेदेखि 4 गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवाद 2025 मा कति बुँदे घोषणापत्र जारी भएको छ? 25 बुँदे घोषणापत्र जारी भएको छ। 25 बुँदे घोषणापत्र जारी भएको छ। नेपालका नयाँ मुख्य सचिव 2082 साल मङ्सिर 8 मा को नियुक्ति भएका छन्? सुमनराज अर्याल नियुक्ति भएका छन् मुख्य सचिवमा। 2082 साल मङ्सिर 8 गते उनको नियुक्ति भएको। ब्रेन कम्प्युटर चिपलाई व्यावसायिक स्वीकृति दिने विश्वको पहिलो देश कुन हो? चीन। चीनले ब्रेन कम्प्युटर चिपलाई व्यावसायिक स्वीकृति दिएको हो विश्वमा पहिलो पटक। विक्रमसम्म 2081-82 को पहिचान युवा सम्मान श्री गणेश कुमार राईलाई प्रदान गरियो भने पहिचान सम्मान कसलाई प्रदान गरियो? पहिचान सम्मान कसलाई प्रदान गरियो? बैरागी काइँलालाई प्रदान गरिएको हो पहिचान सम्मान पुरस्कार। कफी खेती गरौँ स्वरोजगार बनौँ भन्ने नाराका साथ मङ्सिर 1 गते मनाइने कफी दिवसको कुन वर्षको नारा हो? 2082 को नारा हो कफी खेती गरौँ स्वरोजगार बनौँ भन्ने नारा कफी दिवसको। नेपाल सरकारको मिति 2081 साल वैशाख 20 गतेको निर्णयको कार्यान्वयन गर्नका लागि नेपाल राष्ट्र ब्याङ्कले चुच्चे नक्सा सहितको रु 100 को नोट कहिलेदेखि प्रयोगमा ल्याएको हो? विक्रमसम्म 2082 साल मङ्सिर 11 गतेदेखि 100 को चुच्चे नक्सा भएको नोट प्रयोगमा ल्याएको हो। मिस युनिभर्स 2025 को उपाधि जित्ने सुन्दरी फतिमा बोस कुन देशकी हुन्? फतिमा बोस मिस युनिभर्स 2025 को उपाधि जित्ने सुन्दरी कुन देशको हुन्? मेक्सिकोको हुन् फतिमा बोस जुन मिस युनिभर्स 2025 को उपाधि जित्ने सुन्दरी हुन्। सन् 2025 नोभेम्बर 11 देखि 23 मा श्रीलङ्काको कोलम्बोमा सञ्चालन भएको T20 विश्वकप क्रिकेटमा विजेता हुने देश भारत हो भने उपविजेता हुने देश कुन हो? नेपाल। नेपाल उपविजेता भएको थियो T20 विश्वकप क्रिकेटमा। विश्वका 8000 मिटरभन्दा अग्ला 14वटै हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन्?
दावा याङजुङ शेर्पा दावा याङजुङ शेर्पा विश्वका 8,000 भन्दा अग्ला 14औं हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला हुन्। बङ्गलादेशको अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरोधी अपराधको अभियोगमा मृत्युदण्डको सजाय कहिले सुनाएको हो? सन् 2025 नोभेम्बर 17मा सन् 2025 नोभेम्बर 17मा शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको हो। हालै हालै गुन्जी नामक ज्वालामुखी इथियोपियामा कहिले विस्फोट भयो? सन् 2025 नोभेम्बर 23मा सन् 2025 नोभेम्बर 23मा गुब्जी नामक ज्वालामुखी इथियोपियामा विस्फोट भएको। नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स एआई नीति 2082 कहिले स्वीकृत गरेको हो? विक्रम सम्वत 2082 साल साउन 26 गते विक्रम सम्वत 2082 साल साउन 26 गते नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स एआई नीति 2082 स्वीकृत गरेको। G20को 20औं सम्मेलन सन् 2025 नोभेम्बर 22देखि 23मा दक्षिण अफ्रिकामा आयोजना गरिएको। G20को 20औं सम्मेलन 2025 नोभेम्बर 22देखि 23मा दक्षिण अफ्रिकामा आयोजना गरिएको भने 21औं सम्मेलन सन् 2026मा कहाँ हुनेछ? अमेरिकामा हुनेछ। अमेरिकामा हुनेछ G20को 21औं सम्मेलन सन् 2026मा। नेपालमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स एआई केन्द्रको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2082 साल कार्तिक 24 गते विक्रम सम्वत 2082 साल कार्तिक 24 गते नेपालमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स एआई केन्द्रको स्थापना भएको। क्योटो प्रोटोकल केसँग सम्बन्धित छ? कार्बन व्यापारसँग। क्योटो प्रोटोकल कार्बन व्यापारसँग सम्बन्धित छ। 17औं ब्रिक्स शिखर सम्मेलन सन् 2025 जुलाई 5देखि 6मा कहाँ सम्पन्न भयो? रुसमा। 17औं ब्रिक्स शिखर सम्मेलन 2025 रुसमा सम्पन्न भएको। नेपाल सरकारले 2082 साल कार्तिक 17मा निर्णय गरेर भाद्र 22 र 23को जेन्जी पुस्ताद्वारा गरिएको प्रदर्शनको क्रममा मृत्यु भएका कतिजनालाई शहीद घोषणा गरेको हो? 45 जनालाई शहीद घोषणा गरेको। विश्व बैंकले सन् 2025 मार्च 24मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको 3 दशकको आर्थिक वृद्धि दर कति रहेको छ? 4.2%। 4.2% रहेको छ 3 दशकको आर्थिक वृद्धि दर। सरकारले घोषणा गरेको आन्तरिक रोजगार दशक कुन रहेको छ? सन् 2025देखि सन् 2035सम्मको दशकलाई सरकारले आन्तरिक रोजगार दशक भनेर घोषणा गरेको छ। 50 लाख अमेरिकी डलरमा लिन सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आवासीय अनुमति प्रदान गर्न घोषणा गरेको नयाँ योजना कुन हो? गोल्डन कार्ड योजना। गोल्डन कार्ड योजना। बाल अदालत कहिलेदेखि सञ्चालन भएको छ नेपालमा? विक्रम सम्वत 2082 साल वैशाख 2 गतेदेखि। विक्रम सम्वत 2082 साल वैशाख 2 गतेदेखि बाल अदालत सञ्चालनमा आएको। नेपाल कहिलेबाट अल्पविकसित राष्ट्र समूहबाट विकसशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ? सन् 2026देखि अल्पविकसित राष्ट्रबाट विकसशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ। इरानको सर्वोच्च नेता आयतल्ला अली खामेनीको अमेरिका र इजरायली सैन्य कारबाहीमा परि कहिले मृत्यु भएको हो? जसलाई इरानी सरकारले सन् 2026 मार्च 1मा मात्रै पुष्टि गरेको थियो। सन् 2026 फेब्रुअरी 28मा मृत्यु भएको थियो इरानका सर्वोच्च नेता आयतल्ला अली खामेनीको। ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् 2026 फेब्रुअरीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क अनुसार 34 अङ्कका साथ नेपाल कतिौं स्थानमा रहेको छ? 109औं स्थानमा रहेको छ। 109औं स्थानमा रहेको छ। भ्रष्टाचार अवधारणा सूचकाङ्क 2026मा नेपाल। फेसियल भेरिफिकेसन अर्थात् मुहार प्रमाणीकरण प्रयोगमा ल्याउने विश्वको पहिलो राष्ट्र कुन हो? सिङ्गापुर। सिङ्गापुरले पहिलो पटक विश्वमै फेसियल भेरिफिकेसन प्रयोगमा ल्याएको हो। पर्यटन दशक 2025को नारा के रहेको थियो? टुरिज्म एन्ड सस्टेनेबल ट्रान्सफर्मेसन। टुरिज्म एन्ड सस्टेनेबल ट्रान्सफर्मेसन भन्ने नारा रहेको थियो पर्यटन दिवस 2025को।
नेपालले 8,000 मिटर अग्ला 8 हिमालसहित कतिवटा हिमाल आरोहणका लागि खुला गरेको छ? 476 वटा हिमालहरू आरोहणका लागि खुला गरेको छ। सगरमाथा संवादको आयोजना कहिले भएको हो? विक्रमसम्म 2082 साल जेठ 2 देखि 4 सम्म आयोजना गरिएको हो सगरमाथा संवाद। इरानको सर्वोच्च नेतामा मोजदाबा खामेनी। उनी आयतोल्ला अली खामेनीका छोरा थिए। उनलाई कहिले नियुक्ति गरिएको थियो इरानको सर्वोच्च नेतामा? सन् 2026 मार्च 4 मा। सन् 2026 मार्च 4 मा उनका बाबु आयतोल्ला अली खामेनीको मृत्यु भएपछि छोरा मोजदाबा खामेनीलाई सर्वोच्च नेताको रूपमा नियुक्ति गरिएको। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण 2025 मा पहिलो शतक हान्ने खेलाडी को हुन्? मार्क वाट। मार्क वाटले पहिलो शतक हानेका थिए नेपाल प्रिमियर लिगको दोस्रो संस्करण 2025 मा। नेपालमा डिजिटल भिसा प्रणालीको सुरुवात विक्रमसम्म 2078 साल असार 14 मा भएको हो। नेपालमा डिजिटल भिसा प्रणालीको सुरुवात विक्रमसम्म 2078 साल असार 14 मा भएको हो भने ई पासपोर्टको सुरुवात कहिलेदेखि भएको हो? विक्रमसम्म 2078 साल मङ्सिर 1 गतेदेखि ई पासपोर्टको सुरुवात भएको। विक्रमसम्म 2078 साल मङ्सिर 1 गतेदेखि ई पासपोर्टको सुरुवात। विक्रमसम्म 2081 साल पुस 16 को निर्णय अनुसार नेपालमा पहिलो पटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस कहिले मनाइयो? माघ 14 गते। माघ 14 गते पहिलो पटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाइएको हो। सन् 2025 को नारा बीट प्लास्टिक पोल्युसन। बीट प्लास्टिक पोल्युसन नारा कुन दिवसको रहेको छ? विश्व वातावरण दिवसको नारा रहेको छ। विश्व वातावरण दिवस 2025 को नारा बीट प्लास्टिक पोल्युसन भन्ने रहेको। हेनली पासपोर्ट इन्डेक्स 2026 मा नेपाल कतिौं स्थानमा रहेको छ? 96औं स्थानमा रहेको छ। हेनली पासपोर्ट इन्डेक्स 2026 अनुसार नेपाल 96औं स्थानमा। सन् 2025 मा संयुक्त राष्ट्रसङ्घको 80औं महासभाको अध्यक्षमा निर्वाचित हुने जर्मनका व्यक्ति को हुन्? अन्नालेना बेरबोक। अन्नालेना बेरबोक संयुक्त राष्ट्रसङ्घको 80औं महासभाको अध्यक्षमा निर्वाचित भएका। प्रथम खोखो विश्वकप 2025 कहाँ र कहिले आयोजना भयो? जसमा नेपाल उपविजेता बनेको थियो भने भारत विजेता बनेको थियो। भारतमा सो खेल आयोजना गरिएको थियो सन् 2025 जनवरी 13 देखि 19 सम्म सञ्चालन भई सम्पन्न भएको थियो प्रथम खोखो विश्वकप 2025 जनवरी 13 देखि 19 मा। चालु 16औं योजनाको अन्त्यसम्म नेपालको आर्थिक वृद्धि दर कति पुर्याउने लक्ष्य राखेको छ? 7.3% आर्थिक वृद्धि दर पुर्याउने लक्ष्य राखेको छ 16औं योजनाको अन्त्यसम्ममा। सन् 2026 मा सम्पन्न विश्वकप फुटबल प्रतियोगिता कुन देशमा हुँदैछ? मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानाडा गरी 3वटा देशमा सञ्चालन हुँदैछ सन् 2026 मा विश्वकप फुटबल। राष्ट्रिय जनगणना 2078 को तथ्याङ्क अनुसार कुल जनसङ्ख्या कति रहेको छ नेपालमा? 2,91,64,578 जना। 2,91,64,578 जना रहेको छ राष्ट्रिय जनगणना 2078 अनुसारको नेपालको कुल जनसङ्ख्या। इजरायलले संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद UNHRCबाट अलग हुने घोषणा कहिले गरेको हो? संयुक्त राष्ट्रसङ्घ मानव अधिकारबाट अलग हुने घोषणा इजरायलले सन् 2025 फेब्रुअरी 6 मा गरेको। सन् 2025 फेब्रुअरी 6 मा इजरायलले संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषदबाट अलग हुने घोषणा गरेको। उपभोक्ता अदालतको स्थापना कहिले भएको हो? उपभोक्ता अदालतको स्थापना विक्रमसम्म 2081 साल चैत्र 2 गते भएको हो। जेनजेट आन्दोलन 2082 कुन मितिमा भएको हो? जेनजेट आन्दोलन 2082 विक्रमसम्म 2082 साल भदौ 23 र 24 गते भएको हो। जेनजेट भन्नाले कुन अवधिमा जन्मिएका पुस्तालाई जनाउँदछ? सन् 1997 देखि सन् 2012 को अवधिमा जन्मिएका पुस्तालाई जेनजेट भनेर चिनिन्छ।
नेपालको स्याटेलाइट मुनाल अन्तरिक्षमा कहिले प्रक्षेपण गरिएको हो? 2082 साल पुस 28मा 2082 साल पुस 28मा नेपालको स्याटेलाइट मुनाल अन्तरिक्षमा प्रक्षेपण भएको। अमेरिका र इजरायलले इरानमाथि कहिले संयुक्त रूपमा आक्रमण गरेका थिए? सन् 2026 फेब्रुअरी 28मा सन् 2026 फेब्रुअरी 28मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा आक्रमण गरेका। WWF प्रकृति संरक्षण पुरस्कार 2024 WWF प्रकृति संरक्षण पुरस्कार 2024 प्राप्त गर्ने नेपालको नगरपालिका कुन हो? धनगढी उपमहानगरपालिका धनगढी उपमहानगरपालिका प्रकृति संरक्षण पुरस्कार 2024 प्राप्त गर्ने नगरपालिका। 2024 जनवरी 4 देखि बिमस्टेकको चौथो महासचिवमा निर्वाचित हुने इन्द्रमणि पाण्डेय कुन मुलुकका हुन्? भारतका हुन् इन्द्रमणि पाण्डेय, जुन बिमस्टेकको चौथो महासचिवमा निर्वाचित भएका थिए। पहिलो एआई शिखर सम्मेलन 2025 फेब्रुअरी 10 र 11मा आयोजना गर्ने देश कुन हो? फ्रान्सले आयोजना गरेको थियो सन् 2025 फेब्रुअरी 10 र 11मा पहिलो एआई शिखर सम्मेलन। सन् 2025 सेप्टेम्बरमा ग्याल्पद्वारा सार्वजनिक गरिएको ग्लोबल सेफ्टी प्रतिवेदन अनुसार विश्वकै सुरक्षित देश कुन बनेको छ? सिङ्गापुर। विश्वकै सुरक्षित देश सिङ्गापुर। वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न वातावरण प्रहरीको व्यवस्था गर्ने महानगर कुन हो? ललितपुर महानगरपालिका। ललितपुर महानगरपालिकाले वातावरण प्रहरीको व्यवस्था गरेको। भोइस अफ नेपाल सिजन 6 का विजेता को हुन्? प्रशेष पाण्डे हुन् भोइस अफ नेपाल सिजन 6 का विजेता। नेपालको पहिलो माछा संरक्षण क्षेत्र सतीघाट, बर्दिया र कैलालीको सिमाना घोषणा कहिले भएको हो? 2082 साल पुस 25 गते 2082 साल पुस 25 गते नेपालको पहिलो माछा संरक्षण क्षेत्र घोषणा भएको हो। कालीकोट जिल्ला 68औं साक्षर जिल्ला कहिले घोषणा भएको हो? 2082 साल असोज 9 गते 2082 साल असोज 9 गते कालीकोट जिल्लालाई 68औं साक्षर जिल्ला भनी घोषणा भएको हो। राष्ट्र ब्याङ्कले चुच्चे नक्सा सहितको 100को नोट कहिलेदेखि प्रकाशनमा ल्याएको हो? 2082 साल मङ्सिर 11 गतेदेखि 2082 साल मङ्सिर 11 गतेदेखि 100को नोट चुच्चे नक्सा सहितको 100को नोट प्रकाशनमा आएको हो। 10औं राष्ट्रिय खेलकुदको लागि तयार गरिएको मस्कटको नाम के हो? रेड पान्डा हाभ्रे। रेड पान्डा हाभ्रे 10औं राष्ट्रिय खेलकुदको मस्कटको नाम हो। दक्षिण एसियाली किसान सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? विक्रम सम्वत 2081 साल चैत्र 7 र 8 गते अर्थात् सन् 2025 मार्च 20 र 21मा काठमाडौँमा सम्पन्न भएको हो। काठमाडौँमा सम्पन्न भएको हो दक्षिण एसियाली किसान सम्मेलन। विश्व आतंकवाद सूचकाङ्क 2026मा नेपाल कतिौं स्थानमा रहेको छ? 89औं स्थानमा रहेको छ। 89औं स्थानमा रहेको छ विश्व आतंकवाद सूचकाङ्क 2026मा नेपाल। विश्व खुशी सूचकाङ्क वर्ल्ड ह्याप्पिनेस इन्डेक्स 2026मा नेपाल कतिौं स्थानमा रहेको छ? 79औं स्थानमा रहेको छ। 79औं स्थानमा रहेको छ विश्व खुशी सूचकाङ्क 2026मा नेपाल। 16औं योजनाको अन्त्यसम्म नेपालको कति प्रतिशत जनसङ्ख्यामा विद्युत पहुँच पुर्याउने लक्ष्य राखिएको छ? 100% जनसङ्ख्यामा विद्युत पहुँच पुर्याउने लक्ष्य राखिएको छ 16औं योजनाको अन्त्यसम्ममा। 14औं राष्ट्रिय कर दिवस 2082 को नारा कुन हो? 14औं राष्ट्रिय कर दिवस 2082 को नारा कर प्रणालीको सार, लगानीको आधार। कर प्रणालीको सार, लगानीको आधार भन्ने नारा रहेको छ कर दिवस 2082 को। संयुक्त राष्ट्रसङ्घले कुन देशको प्रस्तावलाई स्वीकार गर्दै हरेक वर्ष अप्रिल 15मा अन्तर्राष्ट्रिय आरोग्यता दिवस इन्टरनेसनल वेलनेस डे मनाउने निर्णय गरेको हो? नेपालको अनुरोधमा। द बिस्ट अमेरिकी राष्ट्रपतिले चढ्ने कारसँग सम्बन्धित छ? द बिस्ट अमेरिकी राष्ट्रपतिले चढ्ने कारसँग सम्बन्धित छ भने आल्माटा सम्मेलन केसँग सम्बन्धित रहेको छ?
आलमाटा सम्मेलन प्राथमिक स्वास्थ्य उपचारसँग सम्बन्धित रहेको छ। पूर्व उपप्रधानमन्त्री बद्री प्रसाद मण्डलको 88 वर्षको उमेरमा कहिले निधन भएको हो? विक्रमसम्म 2082 साल पुस 8 गते। विक्रमसम्म 2082 साल पुस 8 गते पूर्व उपप्रधानमन्त्री बद्री प्रसाद मण्डलको निधन भएको। मिस्टर नेपाल 2025 को उपाधि कसले जितेका छन्? हिमाञ्चल केसी। हिमाञ्चल केसीले मिस्टर नेपाल 2025 को उपाधि जितेको। फोर्ब्सद्वारा सन् 2025मा प्रकाशित विश्वका अर्बपतिहरूको सूचीको पहिलो स्थानमा को रहेका छन्? एलन मस्क। एलन मस्क विश्वकै सबैभन्दा बढी धनाढ्य व्यक्ति बनेका छन् सन् 2025 फोर्ब्सद्वारा। बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको 80 वर्षको उमेरमा कहिले निधन भयो? सन् 2025 डिसेम्बर 30मा। सन् 2025 डिसेम्बर 30मा खालिदा जियाको मृत्यु भएको हो। पछिल्लो समय हुम्लु जातिलाई आदिवासी जनजातिमा सूचीकृत गरेसँगै हाल नेपालमा आदिवासी जनजातिको सङ्ख्या कति रहेको छ? यसको उत्तर तपाईँहरूले कमेन्ट गर्नुहोस् है त। यसको उत्तर तपाईँहरूलाई दिनको लागि मैले यसको उत्तर मैले यहाँ प्रस्तुत गरिनँ। अर्को प्रश्न हेरौँ। अमेरिकामा सन् 2024 नोभेम्बर 5मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा 47औं राष्ट्रपतिको रूपमा विजयी हुने डोनाल्ड ट्रम्पले कति इलेक्ट्रोल मत प्राप्त गरेका थिए? 312 इलेक्ट्रोल मत प्राप्त गरेका थिए। टाइम पर्सन अफ द इयर 2024मा डोनाल्ड ट्रम्पलाई प्रदान गरिएको थियो। टाइम पर्सन अफ द इयर 2024 डोनाल्ड ट्रम्पलाई प्रदान गरिएको थियो भने टाइम पर्सन अफ द इयर 2025 कसलाई प्रदान गरिएको हो? टाइम पर्सन अफ द इयर 2025 द आर्किटेक्ट अफ एआई। द आर्किटेक्ट अफ एआईलाई प्रदान गरियो पर्सन अफ द इयर 2025। WWF प्रकृति संरक्षण पुरस्कार 2024 प्राप्त गर्ने नेपालको नगरपालिका धनगढी उपमहानगरपालिका। आर्थिक स्वतन्त्रता सूचकाङ्क इकोनोमिक फ्रिडम इन्डेक्स 2025मा नेपालको स्थान कति हो? 131औं हो आर्थिक स्वतन्त्रता सूचकाङ्क इकोनोमिक फ्रिडम इन्डेक्स 2025मा नेपाल। भोकमरी सूचकाङ्क ग्लोबल हङ्गर इन्डेक्स 2025मा नेपालको स्थान कति रहेको छ? 72औं रहेको छ ग्लोबल हङ्गर इन्डेक्स 2025मा नेपाल। दृष्टिविहीन महिला T20 विश्वकप 2025 को उपाधि उपविजेता देश नेपाल हो। दृष्टिविहीन महिला T20 विश्वकप 2025 को उपविजेता नेपाल हो भने विजेता राष्ट्र भारत हो। विजेता राष्ट्र भारत हो दृष्टिविहीन महिला T20 विश्वकप 2025 को। ओस्कार अवार्ड 98औं संस्करणका लागि नेपालबाट छनौटमा परेको फिल्म कुन हो? एन्जिला। एन्जिला हो ओस्कार अवार्ड को लागि 98औं संस्करणका लागि नेपालबाट छनौट भएको फिल्म। नेपालभित्र उत्पादित हरित हाइड्रोजन इन्धन प्रयोग गरी गाडी गुडाउने विश्वविद्यालय कुन हो? काठमाडौँ विश्वविद्यालय। बङ्गलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेपछि 7 अगस्त 2024मा बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्ति भएका मोहम्मद युनुसले कुन वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए? सन् 2006। सन् 2006 को नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए मोहम्मद युनुसले। रेडियो नेपालबाट हाल कति भाषामा समाचार प्रसारण हुने गरेको छ? 25वटा भाषामा। 25वटा भाषामा हाल रेडियो नेपालबाट समाचार प्रसारण भइरहेको छ। नेपाल र किरिबाटी बीच दौत्य सम्बन्ध कहिले कायम भएको हो? सन् 2024 जुलाई 17मा। सन् 2024 जुलाई 17मा नेपाल र किरिबाटी बीचमा द्वैत सम्बन्ध कायम भएको हो। नेपाल र बङ्गलादेश बीच 40 मेगावाट विद्युत बिक्री सम्झौता कहिले भएको हो? विक्रमसम्म 2081 साल असोज 16 गते सम्झौता भएको हो नेपाल र बङ्गलादेश बीच 40 मेगावाट विद्युत बिक्रीको लागि। मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 प्राप्त गर्ने छिरिङ शेर्पा हुन्। मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 प्राप्त गर्ने छिरिङ शेर्पा हुन् भने उनको मुख्य कुन विषयमा जनचेतना अभिवृद्धिका लागि योगदान दिएका हुन्? जलवायु परिवर्तनको क्षेत्रमा।
राष्ट्रिय खेलकुद सम्मान 2082 अन्तर्गत महिला फुटबलरको रूपमा कसलाई सम्मान गरेको हो? दिपा शाहीलाई। दिपा शाहीलाई सम्मान गरेको हो राष्ट्रिय खेलकुद सम्मान 2082 अन्तर्गत महिला फुटबलरको रूपमा। विश्व शान्ति सूचकाङ्क ग्लोबल पिस इन्डेक्स 2025मा नेपालको स्थान कतिौँ रहेको छ? 76औँ रहेको छ। नेपालको स्थान 76औँ रहेको छ ग्लोबल पिस इन्डेक्समा। सन् 2026 फेब्रुअरी 6देखि 22सम्म सञ्चालन भएको 26औँ शीतकालीन ओलम्पिक कुन देशमा आयोजना गरिएको हो? इटालीमा आयोजना गरिएको थियो। सन् 2026 फेब्रुअरी 6देखि 22सम्मको 26औँ शीतकालीन ओलम्पिक। 51 वर्षीय बेलायती पर्वतारोही केन्टन कुलले 19औँ पटक सगरमाथाको सफल आरोहण कहिले गरेका थिए? सन् 2025 मे 18मा। सन् 2025 मे 18मा 19औँ पटक सगरमाथा आरोहण गरेकी थिइन् केन्टन कुलले। विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क 2025मा नेपालको स्थान कति रहेको छ? 90औँ रहेको छ। 90औँ रहेको छ विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क 2025मा नेपाल। विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालय ग्रान्ड इजिप्सियन म्युजियम सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो? सन् 2025 नोभेम्बर 4देखि। सन् 2025 नोभेम्बर 4देखि विश्वकै सबैभन्दा ठूलो सङ्ग्रहालय ग्रान्ड इजिप्सियन म्युजियम सर्वसाधारणका लागि खुला गरिएको। मिसेस नेपाल वर्ल्ड 2025को उपाधि कसले प्राप्त गरिन्? लुना लुइटेलले। लुना लुइटेलले प्राप्त गरिन् मिसेस नेपाल वर्ल्ड 2025को उपाधि। ग्लोबल मनी विक 2026को नारा के तय गरिएको छ? ग्लोबल मनी विक 2026को नारा स्मार्ट मनी टक्स। स्मार्ट मनी टक्स भन्ने नारा तय गरिएको छ ग्लोबल मनी विक्सको। नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक टी20 विश्वकपका लागि कहिले छोड्नु भएको हो? सन् 2025 अक्टोबर 15मा। सन् 2025 अक्टोबर 15मा तेस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिम टी20 विश्वकपका लागि छनौट भएको। विश्व आतंकवाद सूचकाङ्क 2026 अनुसार आतंकवादबाट सबैभन्दा बढी प्रभावित भएको मुलुक कुन हो? पाकिस्तान हो। फिफा अरब कप 2025को विजेता राष्ट्र कुन हो? मोरक्को। मोरक्को हो फिफा अरब कप 2025को विजेता। बैंक अफ द इयर 2025बाट नेपालको कुन बैंक सम्मानित भएको हो? सिटिजन बैंक। सिटिजन बैंक बैंक अफ द इयर 2025बाट सम्मानित भएको। बालन डियोर अवार्ड 2025मा पुरुषतर्फ विजेता खेलाडी को हुन्? ओस्मान डेम्बेले। ओस्मान डेम्बेले उनी फ्रान्सका फरवार्ड हुन्। उनले सन् 2025को बालन डिओर अवार्ड प्राप्त गरेका हुन्। युरो मुद्रा लागू गर्ने 20औँ देश क्रोसिया हो। युरो मुद्रा लागू गर्ने 20औँ देश क्रोसिया हो भने 21औँ देश कुन रहेको छ? बुल्गेरिया। बुल्गेरियाले सन् 2026 जनवरी 1देखि लागू गर्ने गरी युरो मुद्रा लागू गरेको हो। नेपालको पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक प्लेटफर्म ग्लोबल डायरी कहिले सार्वजनिक भएको हो? विक्रमसम्म 2082 साल असोज 10 गते। विक्रमसम्म 2082 साल असोज 10 गते नेपालको पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक प्लेटफर्म ग्लोबल डायरी सार्वजनिक भएको। बैंक अफ द इयर 2025बाट नेपालको कुन बैंक सम्मानित भएको हो? सिटिजन बैंक। सिटिजन बैंक बैंक अफ द इयर 2025बाट सम्मानित भएको। दिगो विकासको 17वटा लक्ष्यहरूमध्ये कतिौँ लक्ष्य सबैका लागि स्वस्थ जीवनको सुनिश्चिततासँग सम्बन्धित रहेको छ? लक्ष्य नम्बर 3। संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषदको निर्णय अनुसार नेपाल कुन मितिमा अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदैछ? सन् 2026 नोभेम्बर 14मा। सन् 2026 नोभेम्बर 14मा नेपाल अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदैछ। 16औँ योजना 2081-82देखि 85-86को अन्त्यमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या अर्थात् निरपेक्ष गरिबी कति प्रतिशत रहने प्रक्षेपण गरेको छ? 12% रहने प्रक्षेपण गरेको छ 16औँ योजनाको अन्त्यसम्ममा।
हुर्मुज जलमार्ग स्ट्रेट अफ हुर्मुजले कुन कुन दुईवटा जलाशयलाई जोड्ने गर्दछ? पर्सियनको खाडी र ओमनको खाडी, यी दुईवटा खाडीलाई हुर्मुज जलमार्गले जोड्ने गर्दछ। नेपाल टेलिकमले विक्रमसम्म 2081 साल मङ्सिर 2 मा सुन्धारा टेलिकमको कार्यालयमा पहिलोपटक प्रयोग गरेको रोबोट कुन हो? मैना रहेको छ। सन् 2025 फेब्रुअरी 26 मा नासिद इस्लामको नेतृत्वमा बङ्गलादेशमा विद्यार्थी नेतामा गठित नयाँ पार्टी कुन रहेको छ? राष्ट्रिय नागरिक पार्टी रहेको छ। राष्ट्रिय नागरिक पार्टी सन् 2025 फेब्रुअरी 28 मा नासिद इस्लामको नेतृत्वमा बङ्गलादेशमा विद्यार्थीको नेतृत्वले गठन गरेको नयाँ पार्टी। बानी र प्रज्ञा पुरस्कार 2082 कसलाई प्रदान गरियो? माधव खनाल भावुकलाई प्रदान गरियो बानी र प्रज्ञा पुरस्कार 2082। 2082को प्रतिनिधि सभाको चुनावसँगै 10औं सभामुखको रूपमा नियुक्ति हुने व्यक्ति को हुन्? डोलप्रसाद अर्याल। डोलप्रसाद अर्याल 10औं सभामुख हुन्। विक्रमसम्म 2082 साल चैत्र 24 मा 18औं डेपुटी गभर्नरको रूपमा को नियुक्ति भएका छन्? किरण पण्डित। किरण पण्डित 18औं डेपुटी गभर्नरका रूपमा 2082 साल चैत्र 24 गते नियुक्ति भएका। रूबी कुमारी ठाकुरले कहिले उपसभामुखको शपथ ग्रहण गरेका हुन्? विक्रमसम्म 2082 साल चैत्र 27 गते उपसभामुखको रूपमा रूबी कुमारी ठाकुरले शपथ ग्रहण गरेकी हुन्। 5-5 वर्षमा हुने दोस्रो राष्ट्रिय आर्थिक गणना 2083 को नारा के रहेको छ? अर्थतन्त्र मापनका लागि आर्थिक गणना। अर्थतन्त्र मापनका लागि आर्थिक गणना भन्ने नारा रहेको छ दोस्रो राष्ट्रिय आर्थिक गणना 2083 को। नेपाल सरकारले जङ्गली बँदेललाई पुनः 1 वर्षको लागि कृषि हानिकारक वन्यजन्तु कहिले घोषणा गर्यो? विक्रमसम्म 2082 साल फागुन 11 गते। फागुन 11 गते पुनः जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गरेको। नेपाल र भारत बीच जैविक विविधता संरक्षण सम्बन्धी द्विपक्षीय सम्झौता कहिले भयो? विक्रमसम्म 2082 फागुन 13 गते अर्थात् सन् 2026 फेब्रुअरी 25 मा नेपाल र भारत बीच जैविक विविधता संरक्षण सम्बन्धीको द्विपक्षीय सम्झौता भएको। आइसिसी टी20 क्रिकेट विश्वकप 2026 मा सर्वाधिक रन बनाउने प्लेयर को हुन्? साहिबजादा फरहान जसले 383 रन बनाएका थिए। साहिबजादा फरहान जसले 383 रन बनाएका थिए, जुन व्यक्ति आइसिसी टी20 क्रिकेट विश्वकप 2026 मा सर्वाधिक रन बनाएका थिए। सन् 2026 अप्रिल 10 देखि 12 सम्म सञ्चालन भएको नवौं हिन्द महासागर सम्मेलन 2026 कहाँ सञ्चालन भएको हो? मौरिससमा सञ्चालन भएको हो, जसमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री श्री शिशिर खनाल सहभागी भएका थिए। नवौं हिन्द महासागर सम्मेलन सन् 2026 अप्रिल 10 देखि 12 सम्म सञ्चालन भएको हो मौरिससमा। नेपालमा करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह कुन रहेको छ? मोरङ जिल्लाको केराबारी गाउँपालिका। मोरङ जिल्लाको केराबारी गाउँपालिका जुन पहिलो स्थानीय तह हो जसले करदाता सेवा प्रदान गर्यो। पहिलो सालक सम्मेलन 2082 कहिले र कहाँ सम्पन्न भयो? विक्रमसम्म 2082 साल माघ 26 मा चितवनको माडीमा सम्मेलन सम्पन्न भएको पहिलो सालक सम्मेलन 2082। 7 देश सहभागी भएको जैविक विविधता तथा रेड पान्डा थार अन्तर्राष्ट्रिय सम्मेलन 2083 कहिले र कहाँ सम्पन्न भएको हो? 2082 साल वैशाख 4 र 6 गते खोटाङको दिक्तेल रापाकोट मुजवागढी नगरपालिकामा सञ्चालन भएको हो जैविक विविधता तथा रेड पान्डा थार अन्तर्राष्ट्रिय सम्मेलन 2083। भोइस अफ नेपाल सिजन 7 को उपाधि कसले जितिन्? निता कुमारी थापा मगरले जितिन् भोइस अफ नेपाल सिजन 7 को उपाधि।
G20 शिखर सम्मेलन 2025 कहाँ सम्पन्न भएको हो? दक्षिण अफ्रिकामा। दक्षिण अफ्रिकामा सन् 2025 नोभेम्बर 22 र 23मा सम्पन्न भएको G20 शिखर सम्मेलन 2025। पूर्वी टिमोर लेस्टले आसियनको सदस्यता कहिले प्राप्त गर्यो? सन् 2025 अक्टोबर 26मा। सन् 2025 अक्टोबर 26मा आसियनको सदस्यता लिएको देश हो पूर्वी टिमोर। फिफाले 23औं विश्वकप फुटबल 2026को लागि अफिसियल पल ट्रियोन्डा कहिले सार्वजनिक गर्यो? ट्रियोन्डा कहिले सार्वजनिक गर्यो? 2025 अक्टोबर 2मा। 2025 अक्टोबर 2मा अफिसियल बल ट्रियोन्डा सार्वजनिक गर्यो फिफाले 23औं विश्वकप फुटबल 2026का लागि। मानव विकास सूचकाङ्क प्रतिवेदन 2025मा नेपाल कति स्थानमा रहेको छ? 145औं स्थानमा रहेको छ। नेपालले 0.622 अङ्कसहित 145औं स्थानमा रहेको हो मानव विकास सूचकाङ्क प्रतिवेदन 2025मा। नेपाल र साउदी अरब बीच श्रम सम्झौतामा हस्ताक्षर कहिले भएको हो? सन् 2026 जनवरी 25 अथवा विक्रमसम्म 2082 साल माघ 11 गते। सन् 2026 जनवरी 25मा नेपाल र साउदी अरब बीच श्रम सम्झौतामा हस्ताक्षर भएको हो। अब यो सँगै नेपालसँग श्रम सम्झौता भएको मुलुकको सङ्ख्या 13 पुगेको छ। मुगुको छायानाथ राष्ट्रिय निकुञ्ज कहिले घोषणा भयो? 2082 साल भदौ 13 गते मुगुको छायानाथ राष्ट्रिय निकुञ्ज घोषणा भएको हो। तर राजपत्रमा भने 2082 साल असोज 23मा प्रकाशित भएको हो। महिलातर्फ बालन डिओर 2025 कसले जिते? आइतना बोनमती। आइतना बोनमतीले जितिन् महिलातर्फ बालन डिओर 2025 जुन स्पेनकी खेलाडी हुन्।